अनम्युट गर्नु होला। सुनगावा कविता सम्मेलन 2025 मा उपस्थित सम्पूर्ण कविहरू, निर्णायक मण्डलहरू, उद्घोषकज्यू र त्यहाँ उपस्थित सबै मान्यजनहरूमा मेरो हार्दिक नमन। कविताहरू सरसर्ती पढ्दाखेरि साह्रै मन छुने कविताहरू लेखिएका रहेछन्। सबै कविताहरू सुन्दर रहेछन् र लक्ष्मी बस्नेतको कविता जुन किसिमले प्रस्तुत गर्नुभयो, अनुभूतिले आगो, आँसु र आशालाई भिजाएर शब्दमा उतार्नुभयो। कविताप्रतिको प्रेम र समसामयिक विषयप्रतिको सम्मान भएको पाए। यसको लागि कवि लक्ष्मी बस्नेतलाई धेरै धेरै बधाई। मेरो देश दन्दनी बलिरहेको छ, आकाशमा धुवाँले कुइरी मण्डल जस्तै भएको छ। देश बलिरहेको यो काव्यात्मक प्रस्तुति हो र अरू त्यस्तै अरू हरफहरूमा पनि विषयवस्तु मजाले आएका छन्, भावनाहरू मजाले तलल्ल बगेका छन् र प्रतीक बिम्बहरू मिसाएर कविता झन् बलियो भएको छ। मलाई लाग्छ आउँदा दिनमा उहाँको भविष्य आशा लाग्दो छ। उहाँलाई धेरै धेरै शुभकामना र कविता यात्रा निरन्तर जारी रहोस् भन्ने मेरो कामना छ। धन्यवाद। धन्यवाद। अर्का कवि प्रतीक घिमिरेज्यूलाई कविता वाचन गरिदिनको लागि म अनुरोध गर्दछु। सबैलाई नमस्कार। सर्वप्रथम त म के भन्न चाहे भने सुनगावा इन्टरटेनमेन्टलाई यो कविता वाचनको प्रतियोगितामा भाग लिने अवसर जुटाइदिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईहरुले विदेशमा बसेर पनि नेपाली साहित्यलाई उकास्ने, सिंगार्ने, सम्झिने यस्तो प्रयास तपाईहरुको साह्रै स्तुत्य छ। विदेशमा बसेर यो एकदमै राम्रो प्रयास हो। त्यसको लागि धेरै धेरै धन्यवाद छ। मेरो नाम प्रतीक घिमिरे, म काठमाडौँबाट उपस्थित भएको छु। विशेष गरेर म साहित्यमा आफूलाई पाठक नै भन्न रुचाउँछु। यात्रा संस्करण केही लेखेका छु अनि कविता लेख्ने अलिअलि सिकाउनु नै ठान्छु म यो साहित्यमा। त्यति गहिरो त्यस्तो त केही पनि छैन। सिक्ने, फाटफुट सिर्जना गर्ने सिक्दैछु। अब म कवितामै गएँ। कविताको शीर्षक ऐजन आगो, आँसु र आशा। कसले लगायो आगो मेरो हृदयको घरमा, आगो भित्रै दन्दनी बल्न थाल्यो। कसले लगायो आगो मेरो हृदयको घरमा, आगो भित्रै दन्दनी बल्न थाल्यो। त्यसो त आगो मान्छेको मनभित्र कुँदिएको विद्रोह हो। कहिले चिसो चुलामा पाक्ने भातलाई, युद्धको मैदानमा फैलिएको बारुदको धुवाँलाई, कहिले रातको अन्धकार हटाउन उज्यालो खोज्ने बाजेको झुलोलाई, अनि कहिलेकाहीँ चकमकले पनि आगो नै खोज्दो रहेछ। सर्वत्र आगो सल्किएको बेला कसलाई बोलाउने, कसलाई गुहार्ने? अवस्था सबैको उस्तै भएर व्यथा सबैको कहिल्यै निको नभएपछि सपनाहरू ध्वस्त पार्ने, शरीर पोल्ने वेदनाले मन कटक्क खाँदा शमन गर्ने उपाय पनि त्यही आगोले नै सिकाउँदो रहेछ। धेरैका नेत्रजलहरू एकैसाथ मिसिएपछि निभ्नु पर्थ्यो आगो, तर निभेन। आगो मार्नेहरू भन्दा जगाउनेहरू नै धेरै भए। खै के भयो किन आगो निभ्नुको सट्टा झन्झन चारैतिर फैलन पो थाल्यो। डढेलो झैँ सल्किएर बढ्न पो थाल्यो। उफानी विप्लवको तापमा परेर दूषित अनि उत्कोच धनहरू पतिङ्गरहरू झैँ पतपत जल्न थाले। लुकाइएका किम्मती दौलत द्रव्यहरू कसिङ्गर झैँ हुरहुर बल्न थाले। यतिसम्म त ठिकै थियो, तर अफसोस दन्किरहेको आगोको लप्कामा परेर इच्छा, चाहना, सपना, इतिहास, न्याय, सम्पदा, महिमा र शानहरू पनि एकैसाथ स्वाहा भए। आगोले सबै थोक खरानी पारेपछि आँसु त बग्नु नै थियो।
आगोले सबै थोक खरानी पारेपछि आँसु त बग्नु नै थियो। समय सामान्यकृत भएको यो अवस्थामा विद्रोही बनेर झरेको आँसुलाई भन्न मन लाग्छ, आँसु त कमजोर होइनस्, आँसु त कमजोर होइनस्, त शक्ति होस्, त अविरल बग्ने इन्द्रावतीको छाल होस्, त प्रत्येक युगमा छछल्किने वायु प्रवाहको एउटा वेग होस्, हृदयको कुनामा लुकेको सत्यलाई आँखाबाटै पगाल्ने सामर्थ्य होस्। तैले आगोको खरानी पखालेर असीम संरचनालाई पुनः सिंचित गर्छस् भन्ने कुरामा आश्वस्त छु। तैले आगोको खरानी पखालेर असीम संरचनालाई पुनः सिंचित गर्छस् भन्ने कुरामा आश्वस्त छु म। त्यसैले विनाश मात्र होइन आशा पनि हो आगो, त्यसैले विनाश मात्र होइन आशा पनि हो आगो। मान्छे आगो, आँसु र आशाको त्रिकोणभित्रै बाँचिरहेको हुन्छ, सधैँ सधैँ मुस्कुराइरहेको हुन्छ। आगोले उसलाई लड्न सिकाउँछ, आँसुले उसलाई मानवीयता र भाइचाराको पाठ सिकाउँछ, अनि आशाले पुनः पुनः उठ्न जाग्न प्रेरित गर्छ। त्यसैले जीवन आगो, आँसु र आशाको विशाल भवसागर हो, एउटा अविनाशी चक्र हो, जहाँ हामी निरन्तर जल्छौँ, बग्छौँ अनि फेरि आलो भएर पुनः तरोताजा भएर आफ्नै देशमा उम्रने छौँ, आफ्नै देशमा पलाउने छौँ। धन्यवाद। धन्यवाद प्रभुजी। उहाँको कवितामाथि केवल 1 मिनटको टिप्पणी गरिदिनको लागि हाम्रा जज केदार सङ्केत उहाँलाई अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। पहिलोचोटि मञ्चमा बोल्नु पर्दाखेरि म अलिकति सम्बोधन गर्न चाहन्छु। आजको यो सुनगाला कविता सम्मेलनमा उपस्थित तपाईँहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आजको यहाँको सभानायकज्यू, प्रमुख अतिथि देशज्यू र पत्रकार साथीहरू लगायत मैले यहाँबाट देखिरहेको छु फ्लोरमा धेरै सङ्घ संस्थाबाट थोरै भए पनि एकदम विशिष्ट व्यक्तिहरू पाल्नुभएको छ। तपाईँहरूलाई सुनगाला कविता सम्मेलनले यो आयोजना गरेको कार्यक्रमको तर्फबाट म एउटा आयोजकको निर्णायक मण्डलीमध्ये एक केदार सङ्केतको नाताबाट म हार्दिक तपाईँलाई स्वागत तथा धन्यवाद दिँदै आज म प्रत्येक घिमिरेको मेरो कवि प्रत्येक घिमिरेज्यूको कविताप्रति केही शब्दहरू भन्न चाहन्छु। त्यसो त आज जति पनि भाइ बहिनीहरूले एकजना दाइ हुनुहुन्छ, उहाँबाहेक सबै भाइ बहिनी हुनुहुन्छ, तपाईँहरूले लेखेको कविताहरू हामीले सूक्ष्म तरिकाले हेरेका छौँ। धेरै विषयलाई कविताको माध्यमबाट विभिन्न अहिले चलिएको यो इन्टरनेटको एआई सिस्टमहरूलाई राखेर तपाईँको कवितालाई हामीले प्रतिपादित गरेर राखेर बुझेका छौँ। ती कुराहरू भरे भन्दै जाउँला। तर अहिले भने म कवि प्रत्येक घिमिरेले जुन पाठ गर्नुभयो त्यो कविताको म छोटो केही बुदाहरू म तपाईँहरू समक्ष सुनाउन चाहन्छु। प्रत्येक घिमिरेको विषयवस्तु जुन हामीले एउटै दिएको छौँ, त्यसमा मेन उहाँको शैली र संरचनालाई हेर्दाखेरि अत्यन्त योजनाबद्ध तरिकाले र त्यसलाई एकदमै सिक्वेन्सली कवि आफैले आफैलाई प्रश्न गर्दै र पाठकहरूलाई भन्दै, प्लस कवितामा एकदम सरल भाव त छँदैछ र कुनै कुनै हरफहरूमा निकै दार्शनिकता र साहित्यको जुन एउटा कवितामा आउनुपर्ने तत्त्वलाई उहाँहरूले छुटाउनु भएको छैन। उहाँले इतिहास, न्याय, सम्पदा, महिमा र नेपालीको शानमाथि शब्दले पूर्ण रूप दिनु खोज्नु भएको छ। उहाँको भावनाको गहिराइमा सामाजिक पीडा छ, आक्रोश छ र भोगाइमा थोरै भए पनि कविता अलिकति लामै छ, तर व्याख्या नगरिकन अझै ठुलो भएको भए राम्रो हुन्थ्यो भन्ने मलाई लागेको छ। तर उहाँले जुन एउटा 3 पार्ट्स तपाईँको न्यारेटिभ भनिन्छ, कविताको सुरुवात, कविताको मध्यभाग र अन्त, जुन कुरालाई पनि अलिकति छोडिएर भन्यो भने अथवा भन्दै र त्यसको सब भावलाई व्यक्त नगरिकन
कवितालाई टुङ्गाइदियो भने अझ बढी कौतूहलता जस्तो मलाई लाग्छ। त्यसैमा उहाँको यो एकदम मौलिकताले भरेको कविताको 2 हरफ म भन्न चाहन्छु। आगोले उसलाई लड्न सिकाउँछ, आगोले उसलाई मानवीयताको पाठ सिकाउँछ, अनि आशाले फेरि उठ्न सकिन्छ भनेर उत्प्रेरित गर्छ। यी सबै कुराहरूलाई, आगो, आशा र आँसुभित्रको कुराहरूलाई यहाँ लिएर उहाँले चाहिँ लास्टमा समराइज गरिदिनु भएको छ। उहाँको कविता निकै उच्च स्तरीयको छ र भविष्यमा पनि तपाईँले योभन्दा अरू राम्रा कविताहरू लेख्दै जानुहुन्छ भन्ने मैले आशा गरेको छु। धन्यवाद। धन्यवाद निर्णय मण्डलका सदस्य। उपरान्त आशा छ छोटो हुन्छ कविता। जम्मा 1 जना कवितालाई टिप्पणी र कविता सङ्ग्रह 5 मिनट मात्र समय छुट्याएको छ। आगामी टिप्पणीहरू छोटकरीमा भनिदिनको लागि अनुरोध गर्दछु। अब एउटा सूचना भन्नुपर्छ मैले। हामीले यो हाम्रो नाति जिम्मेवार समाज सोलु को तर्फबाट यो प्रायोजनमा यो हाम्रो सबै भएको छ यो पे सिस्टमहरू उहाँ आफै आएर गरिदिनु भएको छ। नाति र हाम्रो बुहारी आउनुभएको थियो। उहाँहरूलाई मैले केही समयमा को लागि मात्रै भनेको थिएँ, तर केही समय बितिसकेको छ। उहाँहरू अहिले जानुहुन्छ। मैले अहिले फेरि एकजना हाम्रा कवि हाम्रो विश्वकाजी ज्यूलाई यो पिएको काम र अलिकति सम्हालिदिनको लागि अनुरोध गरेँ। तपाईँलाई यदि अप्ठ्यारो लाग्दैन भने यहाँले गरिदिनु होला। र अहिले चाहिँ उहाँ हाम्रो करण नाति र एमी बुहारीको नाममा एकचोटि यो बत्ती झर्ने गरी ताली बजाइदिनको लागि म अनुरोध गर्दछु। धन्यवाद। अहिले भर्खरै यहाँले एउटा हाम्रो डिजे डिस्को जकी पे सिस्टममा आउनुभएको छ। उहाँ विश्वकाजी राई हुनुहुन्छ। उहाँ सशक्त एक कवि हुनुहुन्छ। आख्यान उहाँले लेख्नुभएको छ, लेखक हुनुहुन्छ, कवि हुनुहुन्छ। हामी यो बारेमा मलाई अलिकति 1 मिनट समय तपाईहरुले हामीलाई देख्नुहुन्छ। यो अनुहार आज जति पनि देख्नुभएको छ यो बडो तपाईहरुलाई अचम्म लागिराखेको होला। यो कुन जमातका कविहरू हुन्? यिनीहरू कहिले देखेको थिएन। नाक थेप्चो छ। अर्थात् यो भनौँ न कन्भेन्सनल, फेरि अर्को शब्द प्रयोग गरेँ, यो जताततै देखिने कविहरू जस्तो देखिँदैन। को हुन् यी, कहाँबाट आए भन्ने तपाईँलाई लाग्ला। यहाँलाई एउटा जानकारी गराउँछु। कविजीहरू यहाँ उपस्थित भनेको जुममा उपस्थित हुने कविजीहरू हामी सबै लाहुरे हौँ। यो कुरा मनमा राखे। हामी सबै लाहुरे हौँ। एक समय हाम्रो हातमा बन्दुक थियो, अर्को हातमा कलम थियो। हामी सङ्घर्षले साहित्यको सेवा गरिराखेका छौँ। त्यस कारणले मलाई यो बडो गर्वका साथ भन्न मन लागिरहेको छ। यो भनौँ न यो आजको समारोह उहाँलाई पिएलाई सुम्पदाखेरि मैले यो प्रसङ्ग जोडेँ। अब म धेर बोल्दिनँ। म अलिकति भावुक पनि हुन खोजेँ आफ्नो गर्दाखेरि। त यस पछाडि अगाडि बढौँ। अर्को कवि आउँदै हुनुहुन्छ राजु बरकोटी। उहाँलाई आफ्नो कविता पाठ गरिदिनको लागि अनुरोध गर्दछु। तपाईँ म्युटमा हुनुहुन्छ राजु बरकोटी। हेलो, सुनियो? मेरो आवाज आइरहेछ? छ। हेलो, सम्पूर्ण मेरो न्यानो साहित्यिक अभिवादन। म राजु बरकोटी। म अहिले एउटा कविता वाचन गर्न गइरहेको छु र मेरो कविताको नाम आगो, आँसु र आशा। महाकालको इतिहासलाई खोज्दै जाँदा आदिम कथाका छातीहरूमा युगका चेतहरू भेटिन्छन्, अल्पका गाथाहरू भेटिन्छन्, जस्तो क्रान्तिको मसाल। महाकालीको इतिवृत्तलाई पल्टाउँदै जाँदा
अन्त्यपछि आरम्भ ध्वनित भइरहन्छ। एक आशाको बटुक भेटिए झैँ स्थितिले प्रकृतिको परिस्थितिलाई मनोमय कोमल आवाज दिन्छ। आमा, कालले चिन्तन गर्छ र समयको प्रश्नमा ऊ उत्तर कठोपनिषद दिन्छ। काल भैरवको ऊर्जा आगो थियो, ब्रह्मा हुँ भन्नेलाई भान कति भएन कि। अहमका सारा शिरहरू भस्म भए, ब्रह्मा हुँ लाग्नेहरूलाई छटपट्टि भइरहेछ प्राय जसो। र पनि आशुतोष भने महाकाल नै भएका छन्, भस्मैमा रौद्र र आनन्द ताण्डव दुवै गरिरहेछन्। विद्रोहको विध्वंसपछि महाकालीको रौद्र नेत्रमा थियो ममताको पीडा बिन्दु, आशाको बटुकको आवाजमा। नयाँ कथाको प्रारूपलाई स्वच्छ प्राणवायु अर्पण गर्न, सद्बीजहरू फल्ने फुल बनाउन समय आएको छ। अनेकौं कल्पपछि हाम्रो समय गर्भवती भएको छ। पल पल आगोलाई जीवन दिइरहने सूर्य जस्तै यो समय जलामुखीको मुखमै जन्मिएको थियो। यो समय जीवकोलाई टिकाएर चुलो चलाउँदै आएको समय हो। यो समय जीवकोलाई टिकाएर चुलो बनाउँदै आएको समय हो। यो समय चिताको शक्ति भएर, आरामको कोइला भएर, शब्दको दूरीले मस्तिष्कको क्रूर मस्तिष्कले जल्दै बनेको समय अनेकौं कल्पपछि गर्भवती भएको छ। गर्भले रूपान्तरण खोज्दा यसरी खोज्दो रहेछ। युगको प्रत्येक पाइलाको आधारमा एक एक रक्तकुण्ड बने। गर्भले रूपान्तरण खोज्दा केही न्यानो पनि चाहँदो रहेछ। न्यानोपन सजिलै नभएपछि हातहरूले लाग्नुपर्छ सङ्घर्षमा, हातहरूले लाग्नुपर्छ घर्षणमा। हातहरूमा जोडिए सहयोगी हातहरू सङ्घर्षमा एकजुट देखिँदै। आगोको इतिहासमा घर्षण साँच्चीकै ठुलो मोड भइदिएकै हो। गर्वले रूपान्तरण खोज्दा निर्दोष आँखाका ताराहरू कतै तारापथमा हराएका छन्। आशुतोषहरूको आँखा मरुभूमिमा परिवर्तित भइरहेको छ। अनेकौं कल्पपछि हाम्रो समय गर्भवती भएको थियो। आशाको बटुक जन्मिँदै गरेको आशा पालेका छौँ। मेरो चित्तवृत्ति गहिरोसँग चाहिरहेछ कि असीम अश्रुकुण्ड र रक्तकुण्डलाई साक्षी राख्दै आशाको बटुकले वयस्कमा नवीन सामाजिक सञ्जालमा उभिएर पुनः पुनः यस्तो गीत कहिल्यै नगाओस्। आशाको वटवृक्षमा आशा नै फुलेछो, कसरी लागिरहेछन् ती फलहरू निराशाको, कसरी लागिरहेछन् ती फलहरू निराशाको। धन्यवाद। धन्यवाद कविजी, सुन्दर कविताको लागि। आज हामीलाई बडो खुसी लागेको छ यस्तो कविताहरू सुन्न पाइएको छ। हारजित आफ्नो ठाउँमा होला। सुस्मिता नेपाल म्याडमलाई यो कवितामाथि 1 मिनेटको टिप्पणी गरिदिनको लागि अनुरोध गर्दछु। राजु उपरकोटी, कवि राजु उपरकोटीको कविता त हामी सबैले सुनिहाल्यौँ होइन। अब उहाँको कविता युगान्तकारी परिवर्तन, विद्रोहपछि पुनर्निर्माण, मानव चेतनाको आध्यात्मिक रूपान्तरण यस कविताको विषयवस्तुमा फैलिएको छ र पौराणिक, ऐतिहासिक र सामाजिक सन्दर्भहरूले मजाले संरक्षित भएको छ। अब यहाँनिर म उहाँकै कविताभित्रबाट भन्छु, नयाँ कथाको प्रारूपलाई स्वच्छ प्राण वायु अर्पण गर्न, सद्बीजहरूलाई फल्ने फुल्ने बनाउने समय आएको छ पछि हामीले हरेस खानु हुँदैन र भविष्यप्रति चाहिँ आशावादी भएर अगाडि जानुपर्छ भन्ने कुरालाई नै उहाँले चाहिँ यो कविताको विषयसँगै सन्दर्भ जोडेर लेख्नु भएको छ।
त्यस्तै इतिहासका कुराहरू रक्तपुञ्ज अश्रुपुञ्ज सङ्घर्षको इतिहास पनि यहाँ आएको छ। त्यस्तै गरिकन सङ्घर्ष बिना कुनै पनि परिवर्तन सम्भव छैन भन्ने उहाँको महत्त्वपूर्ण मुख्य भाव चाहिँ यही हो भन्ने मलाई लागेको छ। र उहाँ एक सशक्त कवि हुनुहुन्छ। उहाँको कविताहरूमा प्रतिबिम्बहरू मजाले आएको छन्। शब्द बुनटहरू पनि एउटा इतिहासको सन्दर्भलाई लिएर शब्दहरू पनि कुन ठाउँमा कुन शब्द चाहिन्छ शब्द चयन पनि उहाँको बेजोड राम्रो छ। र कविता लामो भए पनि त्यो कविताले तान्दै 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 लान्छ। हामीले उहाँको कविता सुन्दाखेरि पनि त्यस्तै लाग्यो। र मलाई लाग्छ उहाँको कविता लेखन अझै सुन्दर बन्नेछ भन्ने पक्का विश्वास छ। र आगामी भविष्यमा पनि यस्तै कविताहरू सिर्जना हुँदै हुँदै जाओस्, अरू धेरै कविताहरू सुन्न पाइयोस्। हाम्रो तर्फबाट, मेरो तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामना। धन्यवाद टिप्पणीको निम्ति। अब अर्को कवि आउँदै हुनुहुन्छ जमुना भट्टराई। उहाँलाई आफ्नो कविता वाचन गर्नको लागि म अनुरोध गर्दछु। जमुना भट्टराई। नमस्कार, म जमुना भट्टराई क्यालिफोर्नियाबाट। यस सुन्दावा कविता सम्मेलन 2025 का आदरणीय अतिथिज्यूहरू, निर्णायकज्यूहरू, कार्यक्रमका सम्माननीय आयोजक टिम, अग्रज कविज्यूहरू तथा प्रतियोगितामा सहभागी सबै कवि तथा कवयित्रीज्यूहरू सबैमा मेरो हार्दिक नमस्कार। अब म मेरो कविता यसरी सुरु गर्दछु। कविताको शीर्षक छ आगो, आँसु र आशा। आगोले कहिले बुझ्न सक्दैन आँसुको कथा, सिधा हेर्दा ठाडो बुझ्दा न आँसु आशाको पर्याय हो, तर यी एकपछि अर्को पालै पालो आइरहन्छन् हरेक जीवनमा। आँसुको लय त बुझ्ने आत्मा मात्रै हुन्छ। आँसु उभाएर एक अञ्जुली आँखाको कुवाबाट आगो लागिरहेको आफ्नै छातीमा खन्याएकी हुँ मैले पनि पटक पटक। जब यो आतताई आकाशमुनि मेरो अबोध सपनाहरू वारती बारेर कुनै छन्द बेसिरहेकी हिउँद जिन्दगीको चिसो छल्यो, त्यति बेला विश्वासका श्रीखण्ड अग्निमा ठोसिदिएर सडकमा ताली बजाउनेहरू मेरा आफ्नै बनाउँदा थिए। म बलिरहे निरीह, समय चुपचाप कविता हेर्दो छ। म बलेको विक्षिप्त वर्तमान हात सेकाउँछ। जल्नु त एक दिन छँदैछ सबैले, तर घर बालेर खरानी ताप्दा आफ्नै कर्मगतिले निलिदिनेछ खर्डप्रै मान्छेका सपना र आशालाई। जसरी निलिरहेछ निशर्त ब्ल्याक होलले अनन्त तारा मण्डललाई। यद्यपि आँसु आशाको अन्त्य त किमार त होइन। हरेक मलिन मुहारमा मुस्कानको बिम्ब बोकेर भरोसाको उज्यालो छर्न त्यही क्षणभरको आँसु हाँसोमा परिणत हुन सक्छ। जसरी हरेक बादल वर्षापछि स्निग्ध भएर आकाश हुन्छ। आगो विनाशको पर्याय मात्र हुँदै होइन, प्रत्येक आगोको लपकामा आशाको किरण पनि प्रज्वलित हुन्छ। जसरी डढेलोले खाएको वन पनि लह मुना पलाएर हरियाली बन्दछ। निर्माण, विनिर्माण अनि पुनर्निर्माणको सिद्धान्तमा जीवनलाई सकारात्मकताको कसीले बाँधेर हर क्षण जिउने प्रयत्न गरिरहेछु म। आँसु दुःखमा मात्र बग्दैन, आगो डराउन मात्र काम लाग्दैन। हरेक जीवनहरूको अस्तित्व आफू जीवित हुनुको सबुत दिँदै सृजनात्मक उद्यान निर्माणका लागि आशाका त्यान्दाहरू अझाइरहन स्रष्टाले सृष्टि गरे होला एकसाथ, सायद एक अर्काको परिपूरक। आगो, आँसु र आशा। थ्याङ्क यू। धन्यवाद कविज्यू। मैले छुटाएँ कि तपाईँले छुटाउनु भयो? तपाईँ कहाँबाट गर्नुभएको थियो? कविता वाचन गर्नुभएको थियो? एकचोटि भन्नु होला। क्यालिफोर्नियामा। धन्यवाद। उहाँको
कवितामाथि 1 मिनेटको टिप्पणी गरिदिनुको लागि म रक्ष राय निर्णायक मण्डलका सदस्य रक्ष रायलाई म अनुरोध गर्दछु। नमस्कार सम्पूर्ण, मेरो आवाज कस्तो छ? मैले आइरहेछ है? राम्रो आइरहेछ, धन्यवाद। सबभन्दा पहिले अब सुरुमा म आजको सम्बोधन गर्छु। उपस्थित आजका कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथि, उपस्थित सम्पूर्ण प्रतियोगी कविगण, उपस्थित साहित्यकारहरू तथा सुनगाभा कविता सम्मेलनका आयोजक समितिमा हार्दिक नमन। अब यहाँ के अरे कविताको जजको भूमिका यहाँ निर्वाह गर्नुपर्ने जिम्मेवारी आइपुगेको छ। सबभन्दा पहिले म के भन्न चाहन्छु भने यो कविता र सङ्गीतको मेरो अनुभवमा कुनै त्यस्तो मापन हुँदैन भन्छु। किनभने भावनाको संवेदनाको खेल हो कविता, अनुभूतिहरूको उत्पादन हो कविता। यो भावना, संवेदना र अनुभूतिहरूको कुनै मापन हुँदैन। सङ्गीतमा पनि त्यही भनिन्छ। तर विडम्बना के हुन्छ भने कविताले बाहिर प्रस्फुटन हुनको लागि शब्दको सहारा लिनुपर्ने बाध्यता हुन्छ र त्यो शब्दमा आइसकेपछि त्यो केही हदसम्म त्यो प्रविधिसँग जोडिन्छ। अनि यसलाई प्रतियोगितामा लैजानको लागि त्यो प्रविधि, शाब्दिक प्रविधिहरू, अर्थहरूका प्रविधिहरू खोजेर यसलाई अलिकति मापन गर्ने काम गरिन्छ। त्यसैले म कवितामा चाहिँ अहिले प्रतिक्रिया गर्दाखेरि कविताको शाब्दिक अर्थ म पक्रिदिनँ। यो कविताको भावार्थतिर चाहिँ म गएर एकदम छोटकरीमा विवादको ढङ्गले प्रतिक्रिया गर्न चाहन्छु। मेरो जिम्मामा जमुना भट्टराईजीको कविता आइपुग्यो। मैले उहाँको कविता जुन अब एउटा शीर्षकमा बाँधिएर लेख्नुपर्ने कविको एउटा बाध्यता थियो यो प्रतियोगिताको लागि, उहाँले विषयलाई यस्तो मुलायम, यस्तो प्रेमी ढङ्गले पक्रिनु भएको छ कि आज कवितालाई हेर्दाखेरि कविहरूले जबरजस्ती त्यो शीर्षकको भावलाई कर्कशा रूपले पक्रिएको अनुभूति भइरहेको छ मलाई अहिलेसम्म। त्यसमध्येमा जमुनाजीले कवितालाई चाहिँ को विषयलाई चाहिँ प्रेमी ढङ्गले आफ्नो खोकुलो स्पर्शले पक्रेर कवितालाई भावपूर्ण बनाउनु भयो। उहाँको भाषा अत्यन्त प्रखर पाइन्छ र उहाँ शब्दसँग निकै राम्रो खेल्न सक्ने क्षमता भएको कवि हुनुहुन्छ भन्ने कुरा यो कविताले देखाएको छ। त्यस्तै कवितामा निकै राम्रो साधना गरेपछि मात्रै मान्छेले कवित्वप्रतिको एउटा दार्शनिक अनुभूति जन्माउँछ। त्यो अनुभूति पनि कविताले मा आएको छ, त्यो कलात्मक ढङ्गले आएको छ र उहाँले निकै साधना गरेपछि त्यो कला प्राप्त गर्नुभएको छ। उहाँका भावना र संवेदनाहरू अत्यन्त सुन्दर ढङ्गले, लालित्यपूर्ण ढङ्गले कवितामा आएका छन् र उहाँको भविष्य अत्यन्त उज्जवल मैले देखेको छु। र अन्तमा म के भन्दछु भने सम्पूर्ण आजका प्रतियोगी कविहरूलाई कवितामा जित्नु र हार्नुसँग त्यस्तो ठुलो फरक हुँदैन भन्छु म। यो प्राविधिकमा लगाएर यसलाई हामीले अलिकति मापन गर्नुपर्ने बाध्यता हुन्छ र कवि आफैमा विजेता हो। तपाईँहरूले यो प्रतियोगितामा हार्दाखेरि पनि तपाईँहरू जितेर जानुहुन्छ
जित्दाखेरि एउटा पुरस्कार जितेला, तर पनि पुरस्कारभन्दा ठुलो महत्त्वपूर्ण कुरा, पहिलो कुरा त कवितामा तपाईँहरूले जुन प्रतियोगितामा भाग लिन जुन साहस गर्नुभयो त्यो नै पहिलो विजय। र त्यस पछाडि आज जुन कविताबाट तपाईँहरूले अनुभव सिकेर जानुहुन्छ त्यो तपाईँहरूको दोस्रो जित हो। त्यसैले कविताको कर्म भनेको कहिले पनि नहार्ने, सधैँ जितै जित हात पारेर अगाडि बढ्ने विधा हो। यो विधालाई तपाईँले अँगाल्नु भएकोमा म एउटा कविता म होइन तैपनि कविता मनपर्ने एउटा मान्छेलाई बडो हँसी तुल्याएको छ। जमुनाजीलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। धन्यवाद। सबभन्दा पहिला कवि जमुनाज्यूलाई पनि धन्यवाद। निर्णायक मण्डलका सदस्यलाई पनि धन्यवाद। उहाँले म आफू कवि होइन भन्दै पनि उहाँको कविता जब युनिभर्सिटीमा पढाइ हुन्छ उहाँको कविता युकेको प्रेसले छाप्छ, यति भन्दा पनि उहाँले त्यसो भन्नु एउटा महानता हो। यस पछाडि अगाडि बढौँ। अर्को कविता वाचन गर्दै हुनुहुन्छ सागर फुयाल। कवि सागर फुयाल। ठिक छ। अर्को कवि आउँदै हुनुहुन्छ लीलाराज काङमाङ। नमस्ते। हेलो, सुन्दै हुनुहुन्छ? हेलो, एकदम राम्रो। एकदम राम्रो। ए हजुर, नमस्ते हजुर, सेवाहरू। सबैभन्दा कविता वाचन गर्नुभन्दा अगाडि म दुई शब्द राख्नु पर्यो। विशेष गरेर आदरणीय अब आजको प्रमुख यस सम्मेलनमा उपस्थित वरिष्ठ सङ्गीतकार हाम्रो मेरो दाजु दिनेश सुब्बालाई सेवा भन्न चाहन्छु। त्यस्तै निर्णायक मण्डलीमा आसीन महारथी सर्जक तथा कविज्यूहरूलाई पनि सेवा भन्न चाहन्छु। त्यस्तै आज भाग लिनुहुने सम्पूर्ण स्रष्टा कविज्यूहरूलाई पनि नमस्कार अर्पण गर्न चाहन्छु। श्रोता दर्शक सबैजनालाई पनि नमस्कार भन्न चाहन्छु, सम्झन चाहन्छु। त्यस्तै सुनगावा इन्टरटेनमेन्ट ले यो मञ्च प्रदान गर्नुभएकोमा उहाँलाई पनि धन्यवाद। खास गरेर गौरव मेरो कुम्बा उहाँलाई पनि सेवा भन्न चाहन्छु, यो मौका दिनुभयो। र म चाहिँ अब यो संयोगवश यसरी हजुरहरूसँग जोडिने मौका पाएँ, त्यसको लागि धेरै धेरै धन्यवाद। आगो, आँसु, आशा सम्बन्धी चाहिँ अब मैले एउटा सानो सिर्जना, कविता भन्दा पनि सिर्जना भन्न चाहेँ। यता हाम्रो विश्वकाजी देखिरहेको छु, सेवारो भन्न चाहन्छु। मेरो देश मेरो जननी जन्मभूमि, मेरो देश मेरो जननी जन्मभूमि, रगतको बछिटाले तिम्रो घर आँगन रङ्गिएको बेला, आगोको ज्वाला र कालो धुवाँको मुस्कुले तिम्रो सहर ढाकिएको बेला, रगतको बछिटाले तिम्रो घर आँगन रङ्गिएको बेला, आगोको ज्वाला र कालो धुवाँको मुस्कुले तिम्रो सहर ढाकिएको बेला, रिस, आवेग, क्रोध र बदलाले तिम्रो सन्तानहरू भौँतारिएको बेला, हे जननी मेरी आमा नेपाल, हे जननी मेरी आमा नेपाल, कसरी सहन सक्छ जुन सब मलाई थाहा छ, किनकि तिमी आमा हौ, त्यसैले त यो सब सहन सक्ने क्षमता छ। तिम्रो घाउ रोएर जाति हुने भए, तिम्रो दुखाइ चिच्याएर जाति हुने भए, त्यो अबोध बालकको रगतले लटपटिएको जुत्ता धोएर तिमीलाई शान्ति हुने, तिम्रो घाउ रोएर जाति हुने भए, तिम्रो दुखाइ चिच्याएर जाति हुने भए, त्यो अबोध बालकको रगतले लटपटिएको जुत्ता धोएर तिमीलाई शान्ति हुने। म रोइदिने थिएँ, म धोइदिने थिएँ, म चिच्याउने थिएँ, आफूलाई आउँदै पनि हुने थिएँ। मलाई माफ गरिदेऊ नि जन्मभूमि आमा, तिमीलाई चोट लाग्यो, दुख्यो, मुख दर्शक भएर हेर्न बाध्य छु,
मुख दर्शक भएर विदेशको माटोमा बसेर हेर्न बाध्य छु। बलिन्द्र आँसुका धाराहरू बगाउँदै आफ्नो भाग्य कोर्दैछु। बलिन्द्र आँसुका धाराहरू बगाउँदै आफ्नो भाग्य कोर्दैछु। थाहा छैन आमा, मै बाँचिरहे तिम्रो घाउमा मलम भरौँला। भाग्यमा भए तिम्रै काखमा मरौँला। धन्यवाद। धन्यवाद कविज्यू। यसमाथि 1 मिनटको टिप्पणी गरिदिनको लागि म निर्णायक मण्डलका सदस्य सुस्मिता म्याडमलाई अनुरोध गर्छु। यो कविता सुनेर भावुक भए। संसारमा सबैभन्दा सहन शक्ति भनेकै आमामा हुन्छ भन्ने कुरा मैले बुझेको छु र विषय अनुसार देशप्रतिको गहिरो भावले लेखेको यो कविता सुन्दर लाग्यो मलाई। अब यहाँ कविकै केही हरफ म यहाँ जाँदैछु। आगोको ज्वाला र कालो धुवाको मुस्लोले तिम्रो सहर ढाकिएको बेला, यस्तो अन्धकार समयमा पनि आमा मातृभूमि चाहिँ कति पनि नहडबडाइकन स्थिर रूपमा उभिएको आवाज पाए मैले। अनि जेन्जी आन्दोलनले भर्खरै देशमा अस्थिरता थाको बेलामा रगतका टाटाहरू जताततै फैलिएको बेला ती विषयहरूलाई समेटेर लेखिएको छ यस कवितामा। देशमा सबै कुरा शान्त स्थिर भइदिएको भए धेरै युवाहरू विदेशिनु पर्ने थिएन। विदेशमा गएर देशको माटोमा टेकेर आफ्नो भविष्य खोज्नु पर्ने थिएन र विदेशी कर्म खोज्न गएका धेरै युवाहरूको जल्दो बल्दो समस्यालाई पनि समेटेको मैले पाएँ। अनि भाग्य आशाको कुरा पनि यसमा आएको छ र जति नै आफ्नो जन्मभूमिबाट जति नै टाढा भए पनि र फेरि मर्ने बेलामा जन्मिने बेलामा आफ्नै देशलाई सम्झेर लेखिएको यो कविता साह्रै सुन्दर लाग्यो मलाई। उहाँलाई धेरै अझै यस्तै कविताहरू सिर्जना भएर जाउँ र कविता लेख्न सक्नु नै जित हो भनिसक्नुभयो हाम्रो अर्को निर्णायक रक्षे राईजीले। र यहाँसम्म आएर यो कविता सुन्दर रूपमा प्रस्तुत गर्नुभएकोमा तपाईँलाई धेरै बधाई छ र यस्तै कविताको सृजनाको लागि निरन्तरताको लागि धेरै शुभकामना गर्न चाहन्छु। धन्यवाद। टिप्पणीको निम्ति एकजना हाम्रा संयोजक मित्र अत्यन्त प्रखर गीतकार, साहित्यकार, कवि, उहाँलाई म परिचय गराउन लागिरहेको छु। उहाँ जुममा आउनुभएको छ। टिका चामलिङ तपाईँ जुममा आउनुभएको छ जस्तो लागेको छ मलाई। सबैलाई नमस्कार। म भर्खरै मात्रै आज निर्णायक भएको छु, यसको लागि अलिकति ढिलो भएँ। यसको लागि म माफी चाहन्छु आयोजक समितिलाई र म कविताहरू एकदमै ध्यानमग्न भएर सुनिरहेको छु। यहाँ सबैलाई फेरि पनि नमस्कार। धन्यवाद। उहाँ सुनगावा प्राइभेट लिमिटेडको नेपाल सम्बन्ध प्रतिनिधि हुनुहुन्छ। उहाँलाई हामीले स्वागत गरौँ एकचोटि ताली बजाएर। धन्यवाद। यस पछाडि अर्का कवि आउँदै हुनुहुन्छ गोवर्धन निरोला। कवि गोवर्धन निरोला। सुनगावा कविता सम्मेलन 2025 का
आजको कार्यक्रमका आदरणीय सभापतिज्यू, प्रमुख अतिथिज्यू र अतिथिगण, प्रेरक मण्डल सबैमा नमस्कार। मेरो नाम गोवर्धन निरौला, नेतास्थल गाउँपालिका वार्ड नम्बर 2 सोलुखुम्बु जिल्ला, हाल मध्यपुर ठिमी नगरपालिका वार्ड नम्बर 2 भक्तपुर। यो कविताको शीर्षक आगो आँसु र आशालाई लिएर मैले शार्दुल बिक्री गीत छन्दमा कविता लेख्न सुरु गरेको छु। कविता वाचन गर्ने अनुमति चाहन्छु। के लेखौँ करले हृदय कलमले आँसु बगाइकन, निर्दोषी बहिनी र भाइ बिचरा मरेको दिन। आयो कालो कराला आदि भुमरी जस्तै रुँदै यो दिन। हाम्रा राष्ट्रिय सम्पदा सब जले आगो लगाइकन। झेन्जी माग लिएर शान्तिसितले बढ्दै अगाडि थिए। झेन्जीका बिचमा घुसेर कसले आगो लगाइदिए। दम्क्यो दन्दनी अग्नि राष्ट्र सहसा डढ्दै खरानी भयो। हाम्रो सानो इमान सम्पत्ति जलो यो देश निर्धो भयो। हाम्रा ती अधिकार सूचित हुने दिने लिने रोकिँदा, भ्रष्टाचार बढी कुशासन हुँदा, जेन्जी उठेका हुँदा, गोलीबाट जसै ती मारिन गई आगो बलो दन्दनी। सत्ता शासन छोडी भागी ती हिँडे मन्त्री प्रमन्त्री पनि। पड्के बन्दुक अन्धधुन्द बिचरा नानी र बाबु मरे। आँसुका दहमा पिता र जननी आफन्त सारा परे। पौने 100 जति मारिए अघि पछि यो दुर्दशा सम्झिना। साँच्चै श्राप परेछ झैँ छ सतीको नेपालमा रुदा। आ कविता छ भित्र तचिता वा शिष्टता भ्रष्टता। जुक्ता नापलिँदा कसी घसिँदा निस्किन्छ निष्कर्षता। रोयो राष्ट्रियता तथापि युगका देवी र देउता सरी। निस्ते वीर शहीद भ्रष्टहरूको सातो र सेखी हरि। बन्नान नष्ट भए जति भवनति संस्था र कार्यालय। श्रद्धा अञ्जली अर्प्यौं शहीदमा जो गए। आयो सङ्कट राष्ट्रको यसो घडी, यो राष्ट्र जोगाउन मिल्नै पर्दछ हामी नै अब नयाँ नीति स्थिति ल्याउन। स्वामी हुन् जनता स्वतन्त्रसितका यो देशका नायक। लिनै पर्छ तटस्थता परनीति यो देशको लायक। साझा हुन् सबका विशिष्ट गुणका सच्चा अभिभावक। बाँचौँ हामी बचाउँ राष्ट्र सबले लिएर आफ्नो हक। बन्नु हुन्न निराश भित्र मनमा आशाली बाँच्नु छ। आफ्नै देश समृद्ध पारी सबले यही देशमा रम्नु छ। हिन्दू बुद्ध किराँत धर्म पथमा सद्धर्मले बाँच्नु छ। आफ्नै संस्कृति धर्म कर्म र कला साहित्यमा नाच्नु छ। धन्यवाद कविजी। यसमा मैले अलिकति ब्रेक भन्नाले यो निरन्तरतालाई अलिकति ब्रेक मान्न चाहे। फेरि पनि अङ्ग्रेजी बोल्नु पर्यो, माफ गर्नुहोला। हाम्रो एकजना पाहुना कवि उहाँ अर्को कार्यक्रममा जानुपर्ने भएकोले उहाँलाई म यहाँ उहाँको आफ्नो सृजना
पढिनको लागि म अनुरोध गर्दछु। उहाँ यस पछाडि तुरुन्त जानुपर्ने भएकोले यहाँ उपस्थित कविहरूको पनि मैले अनुमति लिएँ। यहाँ उपस्थित हुनुभएका कविहरू र जुममा उपस्थित हुनुभएका सम्पूर्ण कविहरूलाई पनि मैले अनुमति मागेँ। मलाई एकदम क्षमा दिनु होला। उहाँलाई हामीले बिदा गर्नुपर्ने भएकोले आउँदै हुनुहुन्छ लीला सेलिङ माबु। लीला सेलिङ माबु एकजना सशक्त नारी हस्ताक्षर हुनुहुन्छ। उहाँको यो मेमोरिज अफ गोर्खा वाइफ्स ड्युरिङ लकडाउन भन्ने किताब भयङ्करै एउटा बेस्ट सेलर किताब हो। उहाँको भनौँ न कविताहरू निबन्ध मुक्तकहरू प्रशस्तै छन्। उहाँ एउटा समाज सेवक हुनुहुन्छ। बेलायतको यो हसन फसनमा उहाँ अहिले थिसिस गर्दै हुनुहुन्छ। उहाँलाई आज मैले यो मञ्चमा बोलाउन चाहेँ। यसपछि उहाँ गइहाल्नुहुन्छ। धन्यवाद हाम्रो कुशल कार्यक्रम सञ्चालक डाक्टर मूलबीर राईज्यू, साथै हाम्रो प्रमुख अतिथिज्यू लगायत यहाँ मञ्चमा आसीन जुम मञ्चमा आसीन सबै कवि अनि स्रष्टा निर्णायक मण्डलदेखि सम्पूर्ण संसारबाट हेरिरहनुभएका महानुभावहरूलाई म लीला सेलिङ माबुको तर्फबाट छोटो कविता जेन्जी बारेमा लेखेकी छु। यो मेरो नयाँ कविता हो। यो कुनै भाव कुनै मूल्याङ्कनमा होइन, एउटा सो इच्छाले यहाँ प्रस्तुत गर्दैछु। तर यो नेपालीमा अनि अहिलेको पुस्ता समयअनुसार चल्नुपर्ने हुन्छ। हाम्रो युवाहरूले बुझ्नुहुन्न नेपालीमा, त्यसको निम्ति छोटो अङ्ग्रेजीमा पनि प्रस्तुत गर्ने कोसिस गरेको छु। जम्मा बढीमा 3 मिनट हुन्छ दुईवटा कविता। स्वीकार्नु होला। मेरो कविताको शीर्षक छ यो रक्त रङ्गीन जुत्ता। जुत्ताले साह्रै इमोसन भावुक बनायो मलाई। एउटा बाबुले जुत्ता बोकेर मेरो दाइ मेरो भाइ भन्दै कहाँ हरायो भनेर भाइको जुत्ता बोकेर उभिएको थियो। त्यसलाई मात्रै मैले यहाँ राख्ने कोसिस गरेकी छु। अब स्वीकार्नु होला यो रक्त रङ्गीन जुत्ता र जेन यो रक्त रङ्गीन जुत्ता सिर्फ जुत्ता होइन, यो क्रान्तिको ढोल हो। जनताको पैतालाबाट निस्किएको न्यायको गर्जन हो। नेपालको इतिहासमा 48 घण्टामै सत्ता ढाल्ने साहसी जेन्जी आन्दोलनको छाप हो। यो जुत्ता प्रेस स्वतन्त्रताको घाँटी थिचिँदा आवाज बनेको छ। माफ गर्नु साउन्ड हुन्छ, फेरि पनि माफ गर्नुहोला। यो रक्त रङ्गीन जुत्ता र जेन्जे। यो रक्त रङ्गीन जुत्ता सिर्फ जुत्ता होइन, यो क्रान्तिको ढोल हो। जनताको पैतालाबाट निस्किएको न्यायको गर्जन हो। नेपालको इतिहासमा 48 घण्टामै सत्ता ढाल्ने साहसी जेन्जे आन्दोलनको छाप हो। यो जुत्ता प्रेस स्वतन्त्रताको घाँटी थिचिँदा आवाज बनेको छ। फिल्मको पर्दा च्यातिँदा नाङ्गो सत्य बनेको छ। सडकमा ढलेका युवाको रगतसँगै रुँदै बोल्छ। आइया भन्न नपाई गोलीले ढलेका आत्मासँग साथी बनेर हिँड्छ। यो जुत्ता सङ्घीय गणतन्त्रको निलो आकाशमुनि मकैझैँ बर्सिएका गोलीहरूको प्रमाण हो। आमा बाबुका रित्तेका काग र आँसुको नदीसँगै बगेको इतिहास हो। भ्रष्टाचारी र घुसखोरले लुकाएको कालो धनको पर्दाफासको झिल्का हो। सिंहदरबार जलिसक्दा पनि कालो धन जलिरहेको रमितामाथि जनताको हाँसो हो। यो जुत्ता सीमाङ्कन नामाङ्कन र मुकुङमाथि गरिएको आक्रमण विरुद्धको प्रतिकार हो। युवा सहितका अधुरा सपना पुरा गर्ने बाचा हो। नेपाल आमाको मुटु च्यातिएको रगत बगेको चेतावनी हो। र त्यसैले यो रक्त रङ्गीन जुत्ता
कहिले माउन हुँदैन, कहिले हराउँदैन। आगामी पुस्ताका पश्चातमा फेरि गुन्जिरहन्छ। आन्दोलनको स्वरमा पुनः उठ्छ र भन्छ जनताको शक्ति कहिले हार्दैन। र त्यसैले यो रक्तरङ्गी जुत्ता कहिले माउन हुँदैन, कहिले हराउँदैन। आगामी पुस्ताका पश्चातमा फेरि गुन्जिरहन्छ।